साथीहरु यस्तो भिडियो आजकल युट्युबमा बहुत ट्रेन्डिङ चलिरहेछ र हजुरलाई मैले एउटा युट्युब च्यानल देखाउँदै छु जसमा चाहिँ 60 भिडियोज अपलोड गरेर 84.8k सब्स्क्राइबर गेन गरेछ र भ्युजको कुरा त छोड्दिम 3.4 मिलियन भ्युज 7.3 मिलियन भ्युज र मिलियन भ्युजमा आइरहा र पैसा त कति छापेकै होला कुरै छोड्दिम र आज मैले हजुरलाई यही स्टेप बाइ स्टेप भिडियो गराउन सिकाउँछु। पहिला त हजुरले पिनस्ट्रिम भन्ने एप गुगलमा पाउनुहुन्छ, गुगल प्ले स्टोरमा सजिलै फ्री छ र त्यसमा गएर लगइन गर्नु होला, डाउनलोड गर्नुस् र ओपन गर्नुस् र सर्च बारमा गएर कस्तो टाइपको फोटो चाहिएको जस्तो मैले स्विमिङ पुलको फोटो मागेको र स्विमिङ पुल र हजुरहरूले अब यस्तै गरेर जुन फोटो राम्रो लाग्छ त्यही फोटो डाउनलोड गर्नु होला। 3 डटमा जानुस् र डाउनलोड इमेज भन्ने बटनमा गएर डाउनलोड गर्नुस् र अब च्याट जीपीटी ओपन गर्नु होला। यो पनि प्ले स्टोरमै पाउनुहुन्छ, फ्री हो, थाहा नै होला हजुरलाई। ओपन गर्नुस्, माथि लेफ्ट साइडमा हेर्नु डबल लाइन छ त्यसमा क्लिक गर्नु होला र क्लिक गरेर गएपछि त्यसमा अर्को अप्सन देखाउँछ एप भन्ने, एपमा गएर क्लिक गर्नुस् र त्यसपछि जीपीटीएस भन्ने छ त्यसमा क्लिक गर्नुस् र अब सर्च बारमा गएर रेस्टोरेसन टाइमलेस भनेर सर्च गर्नुस् र फर्स्टमै आउँछ त्यसमा क्लिक गर्नुस्। क्लिक गरेर गएपछि स्टार्ट च्याटमा जानुहोस् र गएर पहिला चाहिँ अघिको डाउनलोड गरेको फोटो अपलोड गर्नुस् प्लस साइनदेखि, अनि त्यहाँदेखि फोटो अपलोड गरेर भएपछि स्टार्ट भनेर सेन्ड गरिदिनु होला र अब यसले हजुरलाई इमेज प्रम्प्ट र एनिमेसन भिडियो प्रम्प्ट दिन्छ। एकछिन वेट गर्नु होला र हजुरहरूले हेर्न सक्नुहुन्छ यसले हामीलाई दिइसक्यो इमेज प्रम्प्ट र भिडियो प्रम्प्ट। र अब मैले हजुरहरूलाई एचडीमा इमेज जेनेरेट गर्न सिकाउँछु। पहिला त हजुरले सिन इमेज 1 को प्रम्प्ट कपी गर्नु होला र अब हजुरहरूले ग्रक यो पनि प्ले स्टोरमा फ्री नै हो, अवेलेबल छ, डाउनलोड गर्नु होला र त्यसपछि ओपन गर्नु र अब इमेजिनमा गएर जानु होला र त्यसपछि त्यो एडजस्टमा गएर अटो र हामीलाई कति साइजको रेसियो चाहिएको, जस्तो चाहिँ हामी त सर्ट गराउन 9.16 चाहिएको त्यसमा क्लिक गर्नु र अब अटोमेटिकहरू सबै अफ गरिदिनु होला। अब ब्याक गर्नु होला र त्यसपछि हजुरले अघिको प्रम्प्ट कपी गरेको पेस्ट गरेर सेन्ड गर्नु होला र अब यसले इमेज जेनेरेट गर्न सुरु गर्छ र एकछिन कुर्नु होला र यहाँ हेर्न सक्नुहुन्छ हामीलाई कतिवटा फोटो देखा, जुन राम्रो लाग्छ त्यही डाउनलोड गर्नु होला र यस्तै सबै इमेज प्रम्प्टहरू कपी गर्दै पेस्ट गर्दै इमेज जेनेरेट गर्नु होला र जुन राम्रो लाग्छ त्यही डाउनलोड गर्नु होला। मैले चाहिँ डाउनलोड गरेँ यो र अब हजुरहरूले यस्तै सबै इमेजहरू डाउनलोड गर्नु होला र मैले त्यहाँ गरिसकेँ 4वटा फोटो इमेज र अब मैले हजुरहरूलाई त्यही इमेजबाट मैले भिडियो जेनेरेट गर्न सिकाउँछु र अघिकै ग्रकमै आउनु होला र एनिमेट फोटो हाल्नु होला, अघिको डाउनलोड गरेको फोटोलाई अपलोड गर्नु र च्याट जीपीटी खोलेर भिडियो 1 को प्रम्प्ट कपी गरेर त्यहाँ पेस्ट गरेर सेन्ड गर्नु होला र अब हेर्न सक्नुहुन्छ यसले हामीलाई भिडियो गराउँदैछ, गराइसक्यो। अब हेर्नु र यस्तै अप्सनमा गएर हजुरले यसलाई एचडी क्वालिटीमा नि गराउन सक्नुहुन्छ अप स्केल गरेर र अब यसलाई डाउनलोड गर्नु होला र यस्तै गरेर हजुरले अघि सबै डाउनलोड गरेको फोटोहरूलाई एनिमेट फोटोजमा गएर अपलोड गर्दै भिडियो प्रम्प्ट कपी गर्दै पेस्ट गर्नु होला। सबै फोटोहरूलाई राम्ररी प्रम्प्ट गरिदिनु होला, यस्तै भिडियो गराउनु होला र अब अफ स्केल गरेर एचडी क्वालिटीमा गएर डाउनलोड गर्नु होला। र यहाँ हेर्न सक्नुहुन्छ मैले चाहिँ सबै भिडियो गरेर डाउनलोड गरिसकेँ र अब हजुरलाई मैले सिकाउँछु एडिट गर्न। मैले चाहिँ यहाँ इन्सर्ट भन्ने एप युज गरेँ, हजुरहरूले क्यापकट जुन पनि युज गर्न सक्नुहुन्छ र भिडियोमा आएर न्यूमा गएर क्लिक गरेर अघिको सबै भिडियोहरूलाई लिनु होला र हामीले चाहिँ
सर्ट गराउन सर्ट भिडियो सो 9:16 रेसियो क्लिक गरेर लिनु होला। अब चाहिँ हामी सबै भिडियोको बीचको ट्रान्जिसनलाई एडिट गर्न र जुन यहाँ धेरै नै हुन्छ जुन राम्रो लाग्छ त्यही लिनु होला र सबै भिडियोको बीचमा यही एप्लाई टु अल गरेर हाल्दिनु होला र अब यहाँ हेर्न सक्नुहुन्छ हाम्रो भिडियो चाहिँ बन्यो र अब हेर्नु अब एक्सपोर्ट गर्नको लागि माथि एक्सपोर्ट भन्ने अप्सनमा गएर क्वालिटीहरु चेक गरेर एक्सपोर्ट गर्नु होला र अब यहाँ हेर्न सक्नुहुन्छ हाम्रो भिडियो चाहिँ एक्सपोर्ट हुँदैछ कन्भर्टिङ भिडियो र हजुरहरुलाई मेरो भिडियो राम्रो लागेकोमा लाइक कमेन्ट र सब्स्क्राइब र अरु हजुरको साथीहरु नि यस्तै एडिटिङ गर्न सिक्नुहुन्छ भने पठाइदिनु होला र धन्यवाद मेरो भिडियोहरु देख्नु